आज म चिकन बनाउँदैछु आफ्नो तरिकाले। हेलो हाई गुड इभिनिङ साथीहरू, कस्तो हुनुहुन्छ? हजुरहरू पनि राम्रो हुनुहुन्छ होला। अनि म आज चिकन बनाउँदैछु है डिनरले। आज चिकन रेसिपी मन परे लाइक सेयर ब्राउन हुन्छ कमेन्ट फ्राई गर्नु गर्छु, पकाउँछु होला, राम्रोसँग। त्यस पछाडि मसला राख्छु म। अझै पुरा भएको छैन। यता लसुन रेडी गर्दैछु, यहाँ अदुवा होइन प्याज पनि काटेर राखिसकेको छु। अनि दुईवटा प्याज काटेको, दुईवटा प्याज अलिक ठुलो साइजको थियो है। अनि मैले दुईवटा टमाटर लिएर काटिसकेँ लम्बा लम्बा साइजमा। अब चिकन ब्राउन भइसकेको छ है, हल्का ब्राउन हुन लाग्यो, गोल्डन कलर। चिकन ब्राउन भयो, म यसमा अब प्याज जो काटेको थियो मैले त्यो प्याज एड गर्छु। यसलाई म मिसाइसकेको छु। यो अझै हल्का प्याज गोल्डन भएपछि फेरि म टमाटर अदुवा पेस्ट सबै मिक्स गर्छु। अब मैले यसमा बेसार राख्दैछु और स्वादअनुसार स्वादअनुसार नुन राख्छु। और यो धनिया जीरा और रातो खुर्सानी यो मैले आफै बनाएको, मतलब घरै पिसेको मिक्सीमा। यसमा मैले टमाटर पनि एड गरिसकेँ, किनकि मासु मतलब ब्राउन भइसकेको थियो, पाकिसकेको थियो। प्याज पनि पाकेर ब्राउन भइसकेको थियो। त्यही भएर मैले यसमा मासु पनि टमाटर पनि एड गरिसकेँ है। देख्न सक्नुहुन्छ अहिले कति खाम जस्तो भइरहेको छ है। अझै रेडी त भएको छैन होइन। त्यही पनि देख्दै कस्तो राम्रो लागेछ कि छैन। राम्रो लागेको भए, टेस्टी लागेको भए, टेस्टी लाग्ने जस्तो भए कमेन्ट गर्नु होला है साथीहरू। अब म कुटेको लसुन और अदुवा एड गर्छु लास्टमा। पाक्यो, अब चिकन पाकिसक्यो। देव रखी ना क्या होता है देव रखी ना।